सबैजना मिलेर तोरी छिन्न जाँदैछौँ। सबै कार्यक्रमहरू भिडियो मार्फत देखाउँछु भन्दै सबै भिडियोहरू लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै हामी अब तोरी छिन्न जाँदैछौँ बारीमा। सबै भिडियो मार्फत देखाउँछु। तोरी छिन्दैछौँ हामी सबैले दिदीबहिनीहरू हेर्नु त। त्यहाँ खसालेर भयो उ त उसमा हेर्छ आउटडोर केमा त्यति खसाल्नु त यहाँले पनि यति पैसा देखाऊँ भन न। हामीले गाई साइज भन्दैन, आम त बिसिँदै साथीहरू त्यस्तो स्टाइल पार्नु चलन छैन। त्यही त भर्खरै आएको नै भन्दिनँ मारे फेरि होइन म भन्दिनँ बिराएर भने हिउँलाई गरे बिर्दिन्छ के ल 17 कान्छे कहाँ के अरे अन्त सादा मान्छे अब किनिसकेर मलाई पनि सहिलो गराइछु दाउरा जति अरू लान्छन् के खाली म ल्यान्छु। दाउरा सादा मान्छे घाँस किन्यौ तुलसा मान्छेको कसरी दिनु जसरी भेट्नु भयो क्या यहाँ भिडियो हुँदै। क्यामेरा साफ भयो निकाल त्यो भिडियोमा क्यामेरा साफ त हुन्न। ल सुन्तला खानुहोस् हजुर। कति मिठा छन् कति राम्रा छन् यिनी राजाका सुन्तला हुन्। कस्तो राम्रा छन् होइन यति मिठा छन् सुन्तला खानु ल साथीहरू हजुर सबैले सुन्तला खानु। यसरी बसेर बरु पल्लो तातिन्छ यार। ए जाउली बाबु निद्रा घाम पर्छ सुन्तला खानु कासा त भाइ पिउ न तिमी गाईहरू सुन्तला खानुहोस्। के लिएर आउनु छ बाबु तेनी सिद्रा मुङफली मुङफली पैसा लिएर खाम। हजुर यसरी त्यस्तो बिमारी छन् कहिले खान्छ फर्से दाइका परशुराम दाइका मामाका छोरा यहाँ उहाँ ऊ दबाई लिएर हिँड्नुहुन्छ नि उहाँका छोरा। यहाँ पनि सन्चो छैन के बाउ छोरा जाँदा सन्चो छैन त्यही भएर कतिको बाबु मुङफली 50 रुपियाँको सिद्रा त सेता भएर खान त काला छन् होइन अर्का हुन्छ मसिना तिनी मसिना खाले हुन्छ नि तिनी लिएर हिँड्न पर्छ। तिनको झोल पनि जाँदै मिठो ल्याउँछ। मुङफली खाने बसले दामचुरा दिदीका छोरा आयो यत्रो पान खाना हामीले 5 रुपियाँ लिएर जान्थ्यौँ। सुन्तला कति मिठो खान्छ। सुन्तला त बहुत मिठो रहेछ। ल्याउनुहोस् न यहाँ देखाइदिनुहोस् त हेर्नु त कति राम्रो सुन्तला कि एउटा दिदी एउटा बहिनीले माग्नु भएको छ। मैले सबैले खानु बहिनी ल्याउनु हजुरले खाइहाल्नुहोस्। म त अलि मस्त ठुलो खान्छु के यी त ठुलो त घाँटी चिसो हुन्छ मलाई। तिम्रो टन्सिल हुन्छ होला न ठुल्छ दबाई जानुपर्छ ठुल्चो औषध किन पर्छ नि फेरि हो नि समस्या छ। धेरै खाना नके हाटिया टन्सिल हुन्छ डाइपर बोलाइछु गाइस त भएन यार दिदी गरे यार मैले त काले लाएर हो हात नजर लाग्छ भनेर नजर लाग्छ अहिले लुकाएर लाग्छ नि मैले हात देखाउने कति राम्रो खाने आज मौसम त देखिँदाखेरि भिडियो हाम्रो तोरी यस्तो राम्रो छ कि लहरा परेर पुरै जमिन देखिएछ। त्यही पनि अब छिन्न पर्यो। किसानीलाई अब सानो ठुलो जत्रो बारी स्याहार्ने पर्यो। दाना तेल पनि कति आउँछ कति
सुरु गर्दैछौँ अब सुन्तला खाएर फेरि नास्ता खान बस्ने हो छिटछिटो गरौँ साथीहरू उठ्नुहोस् नास्ता खाने कार्यक्रम हुँदैछ हाम्रो तिमीलाई निकाल जसलाई निकालिदिनु भन्छ उसैको झन् धेरै निकालिदिन्छु झन् त अगाडि पेटमा त क्यार त आँखा नफुटाउँछु म पेट सेट कसै खिच्दै छैन तिम्रै खिच्ने हात त जति राख्छु उति अरूले भने खानु अरूको खिच्दिनँ बरु समस्या त किन भेट्छ त्यही भएर कति बसेको छ बाँड्नु समस्या घरको फोन चिया तपाईँ ध्यान यहाँ किन ल्याउने फेरि फेरि रन के आउँछ त्यसलाई यहाँ खायो भने थाहा छ पोख्यो चाहिँ मेरो फोन आउँदै थियो दुध एक खाँदैन त दुटी दिनु समस्या त भेट्दै त भएछ ल सीता एकदम यो तल आऊ भुइँमा राखेर खाने जस्तो भाँडा छैन एउटा ल्याउनुहोस् क्या त नभएको कस्तो साँच्ची साँच्ची कस्तो छ नास्ता खाने बेला भयो नि त के गर्ने भोक लाग्ने बाहिर बाहिरको मात्र खान्छु गाडी मैले त्यो आलु खान्न कति गरौँ साथीहरू घाँस केलाई बोल्दैन न यिनीहरू हो र रमाइलो चाची टिकटक बनाउँदै हुनुहुन्छ यति राम्रो घर छोडेर सहरतिर पसे मान्छे के गर्ने नौका घर फाल्ने
पारी टिनका घरसम्म पुग्ने हामी हेर्नुहोस् यति टिन लागेको घरमा पारीसम्म पुग्ने हो यहाँ बाटा छौँ यहाँ हाम्रो रमाइली चाची जाँदै हुनुहुन्छ फुच्चीबारी बोकेर भारीले झटार्ला अहिले यहाँ नयाँ घर बन्दैछ रमा त के खाइरहेछ कुनै साना हटिया बजार पैसा लाने पैसा लाने चारपाला हट्टी बजार दोकान आपर्सन थियो ए पर्खाउ के कति दगुर्यो है जाउँ न ठुलो भारी बगेर दगुरेर बिपत्तै
किन जिस्काएको छ बस है ल बस अब यस्तो छ हाम्रो बल्ल अब कुटेर मेला बस्छन् अनि साह्रै ठुलो भारी भएर गरौँ छ काठीहरू आएन नरे भारी एकदमै लास्टी गराएको छ गरौँ भएर के गरी लाने भन्ने भइरहेछ गाई हामीलाई उहाँ हाम्रो सर पनि आउनुभएको छ अगाडि हिँड्नु माथि टेकम लाग्यो माथि टेकम त सारफला बजारको भिडियो हाम्रो पनि यहाँ घर बनाउँदै हुनुहुन्छ सानो कमाइबाट ठुलो कमाइ गरी अहिले एकदम प्रगति राम्रो गराइरहेका छन् माथि उसले बनाइदिइरहेका छन् घर होइन बागा आछ भन्ने होइन फेरि ढोका खुल्ले है मलाई टमाटर ल्याउनु भयो यता बिसाके ल हाम्रो यहाँ दोकानदार हुनुहुन्छ रासन पानी खाने घर यही हो हाम्रो अहिले नयाँ घर बनाउनु भएको एक घन्टा त हामीलाई उहाँले कति खानेकुरा दिनुहुन्थ्यो हजुर नकुहिका फेरि घर लगभग आउन लाग्यो है साथीहरू हामी यता बिसाके यता सुन्ता दिदी जानुहुन्छ सुन्ता दिदी केलाएर जान्छु नि नभन्ने ज्वानो हामीले रुगा लाएर ज्वानो खाने अरे पार्टी छिटो छिटो जान ल जोगिदिनु अब टमाटर बुवा टमाटर जोगिदिनु त्यही राख नि भाइ कति दुखी गराउनु मैले यहाँ नयाँ दोकानमा हामीले ऊ गराउँदै आएको छौँ यहाँ सस्तो पसल धेरै सस्तो पसल छ हाम्रो यहाँ भनेर हो त्यहाँ तल देखाएको त्यही भएर हो के नभए त के गर्नु तिम्रो आउने ल्याइदिनु चाहिँ जाजु जाऊ पैसा माग होइन
जोग दिनु सक्नु हो खेर क्यान बोलाउनु कति लाउनु ज्वानो ल्याउनु अरे कति ज्वानो अरे कि 7 दिनु लागि कतिको हो ज्वानो ऊ दिनु छ अरे भन्दा ज्वानो दिनु छ अरे त्यहाँ उसको टमाटर छना छ अरे नि ए गइसक्नु अरे जानुस् कतिको यो 20 रुपियाँ ल्याउनु लो लो ल्याउनु दिदी भोलि टक्कै सन्चो भएर न कासिकन न उ गरिकन आउने अलग बनाएर आउनु रहेछ त्यो रहेछ कुर्सी दे न दाइले कुर्सी दे कुर्सी दे क्या वहाँ बस बाबू तलतिर तलतिर साथीहरू घर आइयो साँझ भइसक्न लाग्यो आजको लागि भिडियो यति नै भन्दै बिदा हुन्छ हस्त नमस्ते जसरी माया सपोर्ट गरिदिनु हुन्छ त्यसरी नै गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छ हस्त नमस्ते